मिम केमा पठाएको छ केटाहरूले यार मिम भन्ने केमा छ यार CR7 होरको डिस्कर्डमा आएर केटाहरूले मिमहरू छ भने यसो मिम्स भनेर लेखेको रहेछ होइन मिम्स सुरुदेखि हेर फेरि केटाहरूले चाहिँ पाइदिए बुलो फिल्म त पठाएको हुँदैन नि है फेरि लाइभमा गिद्दै हुन्छ यार समझ रहे हो समझ रहे हो तो चलिए शुरू कर को यो फेरि को यार CR7 होला दाइ अरे यार CR7 होला अरे लिम्बेको कोर हेरौँ लान्थ्यो होला हौ म्याचको छेउमा भएको त यार अन्डी ओटानको छोराहरूलाई अन्नरै अन्नरमा यार म्याच लक्कीको दोस्रो नाम अब रनमा कुसन दादाले के खेल्छ के KFC यहाँ आइज न एउटा ललीको KFC लली ए रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं छोट छोट कुसन उतदार ल सेक्री हो त्यो यो के हो ओइ सेको त सेक्रीलाई ओइ रन्डीको भलान ओइ ओइ लिम्बेले हँसायो यो चाहिँ कडा छ CR7 त रफ पोल्छ भन्ने सुनेको थिएँ बट यु आर टु कुल जस्ट ICU नाउ अरे हो र कसले भन्यो नि रफ पोल्छ भनेर म त बोल्दिनँ त रफ त के हो रफ भनेको लामो यतिखेर लिम्बेले डेन्जर गाली खाएको थियो क्या मलाई यो गेम पनि याद छ क्या त्यो सेल्टर जाने बाटोमा त्यो रोडको त्यो उयोहरू छैन त्यो ग्यारेजहरू छ नि त्यो गाडी नयाँ गाडी आउँदाखेरि गाडीको सोरुम हुन्छ नि त्यसको साइडको त्यो डिप हुँदैन त्यो डिपको फाइट थियो क्या त्यो डिप त्यो जताबाट पनि लाग्ने डिप छैन त्यो डिपमा बसेको थियौँ होइन अनि लिम्बेहरूले मुझे डुबाएको थियो क्या मलाई मैले ओभर खेलेको थिएँ त्यही भएर डेन्जर गाली खाएको थियो सामान मान्छेर भने तिमीले झुटो कसम किन खायौ मन हुनेलाई आज खेलाउने होइन त ब्रो अरे के खेलाउने म खेलाउँदिनँ यार आज भोलि नखेलाएको धेरै भयो यार जुटी 2 महिना भन्न छुको मैले पिसा फेर्दा मात्र हो समटाइम्स हल्का लास्टमा 1-2 थोपा रहन्छ त्यसलाई तड्कोटाउँछु कसरी दाइ आइज न देखाउँछु तेरो अनुहार लिएर रनमा देखिसरी कसरी दाइ यो रुम मिस हुन्छ यार लास्टै यार यो पछाडिको ब्याकग्राउन्ड मिस हुन्छ यार डेन्जर खाममा चाहिँ नदिनु मुझे फेस टु फेस दिनु है पैसा नलजाइकन मुझे खाममा 5 रुपैयाँ दिन्छु म त म खोल्दिन्छु मुझे तपाईँको त खोलेर देखाइदिन्छु हा 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 गरिदिन्छु देखारै त्यस्तो बिल्ला काम नगर बुझ्यौ नि खोल्छु तिम्रो खाम त त्यही ठाउँको ठाउँ तपाईँलाई समातेर रोकेर खाम खोल्छु लाखौँको आशीर्वाद दिन्छु नि चाहिएन कि तिम्रो त खाममा छ भने नि सबको अगाडि खाम खोलेर निकालेर देखाइदिन्छु हल्का स्याल भएर खाममा ल्यायो भने चाहिँ खुल्लै दिन्छु म त तिमीलाई 5 रुपैयाँ बुहारीलाई 10 रुपैयाँ के दाइ फेस रिभिल कहिले गर्ने अरे यो चाहिँ के मेरो गुलाब रिभिल गरिरहेको रनमा चाहिँ यही त हो नि अनुहार के गुलाब भाउजू लास्ट राम्री यस्तो थोप्सले कसरी पट्याउनु भयो भाउजूलाई अरे त्यस्तो नभन न केटाहरू स्किल्स चाहिन्छ सेक्रीलाई फेरि न्यु खोज्न मन लागिहाल्छ त्यस्तो भन्ने चाहिँ को अरे फ्यु डेज लेटर अन द वे टु लाइभ स्ट्रिम यस्तै छ यार हालत लगभग रियल कुरा गर्यो भन्दा पछाडि खाटमा कोही पछाडि सुत्ने ठाउँमा चाहिँ मेरोमा चाहिँ कोही छैन यो चाहिँ के ए केटा हो मिम पठाऊ भनेको चिक्ने भात खाएको पठाइरहेको छ यार बहिनी नमस्कार म आउँछु मङ्गलबार बहिनी नमस्कार होनी हुन त मायालाई सेम यार दाइ तालको माछु तालमे इरायो भ्यागु ओठो पाखैन ल ओइ तेरो आइडी ले नखेल्छु अरे
ला यो के हो फेरि म्याच ओए ए कोही अब्दुल मुजी खतरा बनाएछ त CR7 हो र दाजुको हाँसो तिमी खै जाडो महिना छ अनि देखिँदैन होला ए यहाँ छ नि केटा हो तिमीले यहाँ त मुझे खुसी भएर यसो यसो गरेको देख्छौ नि कसम भनेको अब के गर्नु बनाऊ न टिकटक बनाउन आऊ न भनेपछि अब म बनाउँदिनँ भने थाहा छँदैछ तिमीहरूलाई फेरि आफ्नो मुझे भूत जस्तो अनुहार लिएर गर्दै आयो भने पनि उसको राम्रो आएको छ भने अपलोड भइहाल्छ अब उसको फेरि अलिकति आफूले खिच्दा अलिकति काइन्ड मात्र भयो भने पनि डिलिट गर भनिहाल्छ टेन्सन छ नि हौ केटा हो तेरे नाम से जी लूं तेरे नाम से मर जाऊं ऐसा कर जाऊं तूने क्या कर डाला मर गई मैं मिट्टी हमको भुटन होइन मामा फेरि नसम्झाउन यार चिउरा अनि चम्चीले चिक्ने पोरी मोल्ने क्या यसरी होइन पनि होइन अनि कागती चाहिँ होइन आधी कागती सरक्क निचार्ने क्या माथिबाट होइन अनि त्यस पछाडि प्याज चट होइन अनि प्याज सर्र माथिबाट 12 गाउँको जस्तै खुर्सानी पनि चट सर्र माथिबाट खाना मन कत्रो लामो जस्तो आवाज भन्दा नि म्युजिक ठुलो छ त यार मामा पानी खान पनि कस्तो मजा आएको यार आज हो नि भान्जा पानी खान कम त मजा आउँछ त मुत्न झन् कस्तो मजा आउँछ झन् टाइट मात्रै मुत्दाखेरि कस्तो मजा आउँछ यिनीहरू भर्खर घरभित्र छिर्दैछन् गेम कहिले सुरु हुन्छ यो रनमती छोरो ग्याङस्टर हो कि क्या फेरि यस्तो ग्याङस्टरहरू त फेरि मेरो अगाडि केही पनि होइन नि फेरि रनमती छोरो एक हो नि फेरि एक भन्दा बेसी हान्दिनँ नि फेरि यस्तो ग्याङस्टरहरूलाई फेरि मामा चाहियो बेबी रे सरी ल तिमी को हो होइन तर म तिम्रो बेबी होइन है प्लिज यस्तो वर्डहरू चाहिँ मसँग युज नगर्दिनु होला ल बेबी बाबा लभ यु सब यु त्यस्तो चाहिँ प्लिज है ल बुझ्नु भयो नि म लोयल छु भनेर मैले कतिचोटि भन्नु म लोयल छु भनेर थ्याङ्क यू यार ठुलो दाइ फर द लभली हट यार म लोयल छु भनेर कतिचोटि भन्नु म यो जुनीमा चाहिँ अब अरू कोही केटीहरूलाई म एउटा त यही अफलाइन छ जस्तो छ यार मामा यहाँ रहेछ नेपाली रहेछ यार साँडे होइन लाडे रे यो साँडेको नाम भोलिदेखि लाडे राखे भाइ एलइडी लाडे राख ल गेममा लास्ट जोत भाइ गेमै खोलेन हौ इन्टर म्याच अगेन भनेर रिस्टार्ट गरेपछि मात्र देखायो त यो गेम त यार के गर्नु भन्नु न मैले यार लाडे हो र गेमैबाट निकाल्दै त अनि गेमलाई भन्नु न त यार मेरो अगाडि बगिँदै 4-5 वटा मेरी छोरी क्या राम्री नाचे कि एउटा कम्बर 3 ठाउँमा भाँचे कि काली पारेदा ओभर कालो होला मामाको तुरी अरे मामाको तुरी कस्तो कलरको छ भनिदिनु पर्यो अरे किन चुस्छौ मामाको ओभर एन्ड आउट कालो छ ओभर ओहो
मामा कता बस्नुहुन्छ हौ लगायततिर? म कहिले मुढामा कहिले कुर्सीमा नत्र भुइँमै। ट्याङ 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 ट्याङ। सब टिकटकको रहेछ नि त यो त टिकटकहरूमा भएको होइन यो त सेन्टी छैन। अघि एयरपोर्टमा मैले सबैले छोडेर गएछ यार यसलाई लिएर आएँ मैले। मेरो टिम हो नि त यार मलाई आएछ नि त झन्डा मुजी फ्यालिहालेँ सबले मैले त बोकेर आउनु पर्यो नि झन्डालाई। सबैजना बिच म त क्षमा माग्दछु। सबैको के गल्ती दाइ यार होइन टिप्न मैले बनाएको नि त। जित्दाखेरि मलाई बधाई दिन्थ्यो भने हार्दाखेरि मैले मेरो दोष पनि त लिनु पर्यो नि त। मैले त च्याङ्राको मासु खाएको च्याङ्राको चरक्क कस्तो मिठो थियो च्याङ्राको मासु। ओ माय गॉड दाजु भोलि जिएफको अमेरिकाको फ्लाइट छ के गर्ने होला अरे आज बजा भनेपछि आज बेस्ट अफ लक भन न सेप्जोनी भन न। बाय बाय टाटा गुड बाय गया। Maybe not today, maybe not tomorrow, and maybe not the next month. But only one thing is true. I will be champion one day. I promise. I promise. I am not.